सार्वजनिक सवारीमा यात्रा गर्दै हुनुहुन्छ केही कुराहरू 2 मिनेट तपाईहरुसँग कुरा शेयर गर्न मन लागेको ब्यासु सुनिदिनु होला है त। सर्वप्रथम सार्वजनिक सवारीमा भिडभाड बढी हुन्छ। भिडभाड बढी हुँदाखेरि तपाईहरुको के हुन्छ, तपाईहरुको लुटपाट हुने, तपाईहरुको पकेटमार हुने सम्भावना बढी हुन्छ र त्यस्तै गलत प्रकृतिका गलत मनसा भएका व्यक्तिहरूले तपाईसँग कुनै किसिमको दुर्व्यवहार गर्न सक्छन् है। यो तपाईलाई यो कुरामा ख्याल गर्नु पर्यो कि को मान्छेले मलाई दुर्व्यवहार गर्न सक्छ। चालक होस्, सहचालक होस्, तपाईसँग बसेको कुनै अर्को यात्रु होस्, कसैले तपाईसँग दुर्व्यवहार गर्दैछ अथवा त्यसले पाकेटमार गर्ने तपाईको लुटपाट गर्ने त्यसले मनसाय बनाउँदैछ, तपाईलाई त्यस्तो फिल हुँदैछ भने तपाईले प्रहरीलाई अथवा 100 मा अथवा 103 मा कल गरेर त्यसको बारेमा जानकारी गराउनुस्। र तपाई सबभन्दा पहिला सजग हुने, सचेत हुने भनेको हामी आम नागरिक नै हो। त्यसपछि बल्ल अरूलाई भन्न पाइन्छ। र अर्को कुरा, तपाईँ सार्वजनिक सवारीमा यात्रा गर्दै हुनुहुन्छ भने तपाईँ कुन ठाउँबाट कहाँ जाने हो र यसको भाडा रकम कति हो त्यति पहिल्यै ज्ञान गर्नुहोस्। तपाईँले पहिल्यै सोध्नुहोस् कुन ठाउँबाट जाने बस कहाँ पाइन्छ, यसको भाडा कति हो पहिल्यै ख्याल गर्नुहोस्। तपाईँ एक ठाउँमा जाने बेला चढ्नुहुन्छ, त्यो बसले तपाईँलाई अर्को ठाउँमा झारिदिन्छ। पहिला यकिन गरेर मात्र चढ्नुहोस्। र चढ्ने बेलामा एटलिस्ट तपाईँले सक्नुहुन्छ भने गाडीको नम्बर याद गरिदिनुहोस्। अब गाडीको नम्बर याद गर्न सकिँदैन हामीले भने गाडी कुन समितिको गाडी हो, जस्तो यो गाडी संयुक्तको हो कि बुढानीकण्ठ हो कि महासागर महानगर समथिङ हो भने कमसेकम त्यति ख्याल गरिदिनुहोस्। त्यो पनि ख्याल गर्न सक्नु भएन भने एटलिस्ट तपाईँ चढेको गाडीको कलर याद गरिदिनुहोस्। ठुलो गाडी रातो कलरको, निलो कलरको, कालो कलरको भन्ने याद गरिदिनु भयो भने भोलि तपाईँको केही सामान छुट्यो, केही सामान हरायो, केही समस्या पर्यो भने तपाईँले यस्तो गाडीमा चढेको थिएँ भन्दा हामीलाई पनि खोज्न पनि सजिलो हुन्छ र तपाईँलाई अनावश्यक झन्झट पनि हुँदैन है। यी कुराहरू तपाईँले ख्याल गरिदिनु भयो भने हामी सबै सचेत नागरिक हुन्छौँ र समस्या उत्पन्न हुनबाट बच्छौँ। यति हो मेरो कुरा, सुनिदिनु भयो। थ्याङ्क यू सो मच। हस् त, नमस्ते।